सबैमा नमस्ते, म चेतन टाडी। म लगायत मेरो टिमबाट सबैलाई ह्यापी दसैँ भन्न चाहन्छु, दसैँको शुभकामना दिन चाहन्छु। हाम्रो बिर्खे सिरियल केही समय अगाडि हामीले भाग 3 सम्म रिलिज गरेका थियौँ र त्यहाँ हामीले राम्रै माया पायौँ र अहिले यो दसैँको समयमा हामीले चाहिँ त्यो बिर्खे सिरियल केही समयका लागि होल्ड हुँदा लेडिज मान्छे नहुँदा चाहिँ गर्ल आर्टिस्ट नहुँदा चाहिँ होल्ड भयो। होल्ड भइसकेपछि ल ठिक छ, दसैँको लागि एउटा भिडियो बनाउनु पर्छ है भन्ने हाम्रो टिमको नै थियो, कन्सेप्ट थियो र त्यो भइसकेपछि चाहिँ अलिकता पारिवारिक माहौलले गर्दाखेरि भएन पनि। त्यसको लागि सबै दर्शकहरूप्रति हामी क्षमा माग्न चाहन्छौँ, किनभनेपछि हामीले पनि सोचेका थिएनौँ कि हामीले गरिरहेको काम त्यो लेभलमा चाहिँ पुग्छ र त्यो समयसम्म हामीले गर्न सक्छौँ भन्ने खालको धारणा पनि गरेका थिएनौँ, कन्सेप्ट पनि राखेका थिएनौँ। त्यही पनि एउटा गर्नुपर्छ है, गरौँ, तपाईँहरू माझमा ल्याउनै पर्छ भन्ने कन्सेप्टले चाहिँ एउटा स्क्रिप्ट लेखेर सबै तयार गर्दा माहौल यहाँ यस्तो भइदियो कि अब हरेक कुराहरू आउँछ क्या, मेरो मात्रै नभएर टिमवर्कमा गर्दाखेरि हरेक कुराहरूको समस्या आउँछ। त्यो कारणले गर्दाखेरि हामीले त्यो कारणवश बनाउन सकेनौँ। त्यही भएर तपाईँहरूलाई आज यो एउटा सूचनाको भनौँ न, सूचनाको लागि एउटा यो भिडियो बनाउँदैछु होइन। कस्तो लाग्छ, कहाँबाट हेर्दै हुनुहुन्छ हामीलाई, हाम्रो बिर्खे सिरियल अनि लगायत हाम्रो च्यानललाई कहाँदेखि हेर्दै हुनुहुन्छ होइन, त्यो पनि कमेन्ट गरिदिनु होला। र के कस्तो लाग्यो, कि केही समय अगाडिको हामीले गरेको त्यो काम के कस्तो लाग्यो, त्यो पनि प्रतिक्रिया दिनु होला है। र म लगायत मेरो टिमबाट सबैलाई ह्यापी दसैँ भन्न चाहन्छु, दसैँको शुभकामना दिन चाहन्छु। अहिले अब केही समय होल्ड भए तापनि अब लगत्तै अब दसैँ पछि चाहिँ हामीले सुट गर्नेछौँ, अगाडि नै सुट गरेर त्यसलाई चाहिँ फिनिसिङ राम्रोसँग गरेर तिहारमा हामीले जसरी हुन्छ एउटा भिडियो रिलिज गर्नेछौँ। तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिँदै गर्नु होला, माया गर्दै गर्नु होला र सबैलाई दसैँको शुभकामना भन्न चाहन्छु। देश तथा विदेशमा रहनुभएका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई बडा दसैँको शुभकामना व्यक्त गर्न चाहन्छौँ हाम्रो बिर्खे सिरियलको टिमबाट र म डाइरेक्टर तथा प्रोड्युसर चेतन टाडी। हामीले केही समयको अवधिमा बिर्खे सिरियल निरन्तरता गरिरहेका थियौँ। केही कुराले गर्दाखेरि केही प्राविधिक समस्याले गर्दाखेरि हामीले त्यो सिरियललाई सुट गर्न पाइरहेका छैनौँ, सेटमा जान पाइरहेका छैनौँ र यो दसैँपछि चाहिँ हामीले कन्टिन्यू ल्याउने छौँ भन्ने आशा राखेको छु। तपाईँहरूले फेरि पूर्ण माया गरिदिनुहुन्छ भन्ने पनि पूर्ण आशा राखेको छु। पूर्ण पनि आशा छ दसैँपछि सिजन 2 लाई हामीले त्यही ठाउँ, त्यही लोकेसन, त्यही सेटमा फेरि पूर्ण ल्याउने छौँ, निरन्तरता दिनेछौँ भन्ने आशा राखेको छु म मेरा टिमप्रति। र तपाईँहरूले एकदम माया गरिदिनु भएको सिरियल हामीले भाग 3 सम्म मात्रै निकाल्न पायौँ, त्यसको लागि सो सरी, केही प्राविधिक समस्या थियो र दसैँपछि चाहिँ हामी यसलाई निरन्तरता दिनेछौँ।